ओके गाइज, यो चाहिँ मिकोनस आइसल्यान्डको यो पोर्ट रहेको छ। एकदमै सुन्दर, एकदमै हेरिरहँ खालको है, एकदमै रमाइलो डाँडाको बिचमा होइन, एकदमै रमाइलो रहेको छ। जैसी भाई ये जगह को क्या बोलते हैं, कौन सा टाउन है? मिकोनसको टाउन रहेको छ। आज एकदमै मौसम हावापानी धेरै आइरहेको छ, जाडो एकदमै चिसो छ है। हामी चाहिँ हिजो यहाँ आएका थियौँ, हिजो सायदै हामी त्यहाँबाट उत्रेर आएको हौँ। एकदमै जाडो भइरहेको छ हाम्रो जैसी भाइ। जैसी भाई कैसा लग रहा है? ठंडा है? जैसी भाई थोड़ा शर्मा रहा है, मुश्किल नहीं है। सो एकदमै चिसो भइरहेछ गाइजहरू होइन। मिकोनस घुमिँदैछ, यहाँ यसो हल्का केही सपिङहरू गर्नु पऱ्यो भनेर बाटो अनि सिधै छौँ हिँड्दै हिँड्दै। गाडीमा जाउनुभन्दा नि हिँडेरै जाउँ न त, हल्का रमाइलो हुन्छ भनेर हामी चाहिँ हिँडेरै आइरहेछौँ होइन। सो एकदमै राम्रो ठाउँ रहेछ। मौसमको चाहिँ भरोसा छैन, यतिखेर हामी हिँड्दै अहिले पानी खस्न सक्छ त्यस्तो मौसम छ। सो एकदमै रमाइलो फिल भइरहेछ है गाइजहरू। ल गाइस, पानी पर्यो, अचानक पानी पर्यो, मौसमको त ब्यान्ड बज्यो गाडीको माथि। त्यहाँ उनी लुकेको छ, पानी परिरहेको छ। त्यहाँ मेरो साथी चाहिँ कहाँ छ को? गाडीको उता लुकिरहेको छ भित्र। बुझेको गाइजहरू, यहाँको मौसमको चाहिँ भर हुँदो रहेछ। एकैछिनमा पानी पर्दो रहेछ, एकैछिनमा घाम लाग्दो रहेछ है। तर अब अहिले त अब सिजनै त्यस्तै छ नि त। अब ऊ सुरु हुन आँटेको छ यहाँनिर समर, त्यही भएर पनि समर सुरु भइसकिसकेको छ यहाँ। त्यस्तो भएन। सिङ्गापुर र यहाँको मौसम लगभग एउटै हुँदो रहेछ है गाइजहरू। हेर त, मलाई मार्केट लिएर हिँडेको साथीको हालत यस्तो छ नि। रह्यो क्या जैसी भाइ? म चाहिँ यसको मुनि लुकेको थिएँ अहिले है गाइजहरू है। खलास हो गया।